श्रीमतीजी मक्खै छ श्रीमतीजी त ला चराले खाइसकेछ अब लगेर यसलाई खानुपर्ने हुन्छ हैन अध्यक्षले पाएको छ गेन्जी यसको भाइ ताकासी चाहिँ मरिसक्यो गेन्जी है के खानु भएको श्रीमतीजी मुस्काइहाल्छ कि फेरि श्रीमतीजी भन्नु बित्तिकै तो छ कि यहाँ सरसफाइ गरौँ न भन्दाखेरि मसँग झगडा गर्छ हैन खुट्टान खुलिरहेको छ अहिले चाहिँ मौसम यहाँ तलतिर चाहिँ हाम्रो घर भइहाल्यो म 12 पोखरी यहीबाट जाने मैले सोचिरहेको छु एकदम सर्टकट छ अरे मैले अहिलेसम्म 12 पोखरी जान्छु भनेको अहिलेसम्म म गएको छैन हैन यस्तो न ढङ्ग न रङ्ग छ एकछिन हिँडेको इस रे कुन दिन मम्मीले बिहे गरेछु नि प्रभु हे भगवान फलिरहेको छ हैन भर्खर कोया लाग्दैछ फास्ट यसलाई पनि लु हेलो एभ्रीवन वेलकम ब्याक टु माइ युट्युब च्यानल म चाहिँ अहिले गाउँमा छु अनि गाउँघरमा चाहिँ यस्तो किसानी काम गर्दै बसिरहेको छु अहिले चाहिँ अनि आपामाहरू पनि गाडी झर्नु भएको छ अनि हामी दुईजना मात्रै छौँ अनि काम गरेकै अनि त्यतिकै काम गर्दा दिन गएको थाहा हुँदैन हैन अब आज आपामा आउनुभयो भने अलिक सहज हुन्छ अनि फेरि अहिले हुस्से लागेर पानी परेर खत्तमै भइरहेको छ अहिले घाँस काटेर आएको हैन अब खाजा खाएर फेरि बाख्रा खोलिहाल्नुपर्ने हुन्छ कोही हुनुहुन्न नि त हाम्रो गाउँमा चाहिँ पानी परेकै छ अनि आज पनि पानी परेर अहिले भर्खरै रह्यो यहाँनिर कस्तो माकुराको जाल यस्तो खालको यहाँ अलिकति देखिरहेछ माकुराको जाल छोटोसँगले अनि अहिले घरमा हामी मात्रै छौँ अनि एकदम बिजी छौँ यता पनि कुखुरी छ है सेनामेनहरू उठ पाक बिरामी भएर पल्ट्यो भने 1200 घर लाग्छ है 1200 को भइसकेको छ अनि वान मिस्टेक फेरि यहाँनिर सकिन्छ होला स्टेप बेलर साह्रै जाप्दो नै हाल्छ यहाँ लोकल चाहिँ यस्तो छ फेरि पानी सिम पर्दैछ अनि हाम्रो चाहिँ यहाँनिर घर देख्न सक्नुहुन्छ घर चाहिँ ढोस्ते भएर बसिरहेको छ अनि यस्तो बादलै बादल छ कि ओइ चोर गेन्जी यो चाहिँ गेन्जी है मैले जापानिज फिल्मको सिरिज हेरेर मैले यसको नाम गेन्जी राखिदिएको अनि अर्को ताकासी चाहिँ मरिहाल्यो यो गेन्जीले आज बिगार गरेर दराजबाट झिकेर पनि चिउरा अनि त्यसपछि तरकारी के थियो खाँदै गरेको देखेको मैले भुटेर राखेको हो कि न तार राखेको अनि आज भातै दिएको छैन कारबाही भइरहेको छ अनि त्यसपछि यस्तै छ वातावरण चाहिँ हाम्रो त धान मिठो लाग्थ्यो यो कुखुराहरूले चाहिँ उल्टो धान खाँदैन मकै चाहिँ खान्छ यो अचम्मको छ अनि हाम्रो चाहिँ यहाँ आँप गर्नुमै आँप छ कि यहाँ आँप सकिसकेको होला यहाँ एक दुईजना रहेछ घुरियारमा चाहिँ छ आँप यो आँप चाहिँ तपाईँहरूकोतिर होइन पाकिसक्यो होला हाम्रोमा चाहिँ भर्खर कोया लाग्दैछ आँप चाहिँ कलमी आँप हो यो चाहिँ किरिभमा हो कि यसलाई चाहिँ पोल्यो भने यसको लास्टै गन्ध आउँछ होइन त्यसपछि नि किरिभमा तेरो शाखा सन्तानलाई पोलेर खाइसके भनेर करायो भने धेरै आउँछ कि रियालिटी हो मैले
चेक पनि पहिले गरिसकेको होइन यसलाई त्यसपछि सायद हुन त त्यो गन्धले आउँछ होला लास्टै आउँछ कि सबैबाट आउँछ कि त्यसपछि अनि यो यसलाई मारेर त्यसपछि पोलेर खायो भने हुन्छ यस्तो के भन्ने भन्नुहुन्छ तपाईँले तर यसको रियालिटी चाहिँ त्यस्तो हो होइन हामीले केटाकेटीमा खाएको पनि श्रीमतीजी मक्खै छ श्रीमतीजी त श्रीमतीजी मक्खै मुस्काउँदै हिँडिरहेको छ बहिनी भन्दैकोले रिसाइराख्नु भएको थियो होइन श्रीमतीजी भनेको त मक्खै यो कुन केरा हो होइन पाक्नु चाहिँ पाकेछ यहाँ आउनु बसिरहन्छ ऊ यहाँ हान्नु त यसरी पुरै नसिनाउँ होइन मर्काउनु पर्छ ऊ यहाँ माथि त्यसरी होइन औ लाठी खै खै म हान्छु यहाँ हेरिराख्नु कसले घोचिसकेर हेर तैँलाई बाजेले हो कि अस्ति यस्तो पार्नुपर्छ कि ल अलिक अझै माथि गिर्नु पर्ने रहेछ गोल ल यत्तेरी गाउँ चराहरूले खाइसकेछ के अब लगेर यसलाई खानुपर्ने हुन्छ होइन अध्यक्षरै पाएको छ कि चोर गेन्जी है गेन्जी यसको भाइ ताकासी चाहिँ मरिसक्यो गेन्जी है के खानु भएको श्रीमतीजी मुस्काइहाल्छ कि फेरि श्रीमतीजी भन्नु बित्तिकै यसलाई भन्छ क्या ताज अहिले काट्ने बित्तिकै होइन यो ताज गाउँघरको चिज भनेको यस्तो हो क्या जल्दी अब हाम्रो खाजा यही हुन्छ अहिले अनि यहाँ खाजा काटेर ल्याउनु पाएको छैन ज्याम हान्नु थालिहाल्यो होइन अनि त्यही भएर गेन्जी तँ पनि खान्छस् यसले सलाम गर्छ सलाम गर यहाँ सलाम हान अर्को यति भयो तेरो तैँले बिहार गरेको मैले माफ गरिदिएँ अब भात खान्छस् तैँले तैँले अघि मासु चोरेर खाइस् होइन चिउराको पोकेर यहाँ फ्याँकिरहेको थियो कस्तो बिहा गरेको हो कि होइन भन् हो कि होइन यसरी काट्नुपर्ने हुन्छ गाइस केरा चाहिँ होइन खुकुरले भयो ठङ हान्ने हो यसले चाहिँ यसरी रेट्नुपर्ने हुन्छ तर कस्तो नु भएको हो खुकुरी यस्तरी हान्यो गाइस चट्टसँगले काटिन्छ कि केरा यस्तरी साउनी यो केरा कति हो एउटाको 5 रुपैयाँ 5 रुपैयाँ त्यस्तो के छ यहाँनिर गुलियो छ मिठो छ अरू के चाहियो अब गाइसलाई खानुपर्ने हुन्छ होइन कस्तो स्वाद रहेछ कस्तो टेस्ट रहेछ कुन केरा रहेछ म खाएपछि पत्ता लगाइदिन्छु ल यो घिउ केरा त पक्कै नि होइन घिउ केरा यस्तो हुँदैन लास्ट टाइम मलाई मनपर्ने चाहिँ घिउ केरा अनि मालबो केरा हो अब यसलाई म टेस्ट हान्छु होइन टेस्ट हानी यो मर्च माने केरा रहेछ नपाउनेले केरा पायो बोक्रेसँग खायो खै यता नन स्टप देखेको छ है 1 हप्ता गइसक्यो यति मजा हालिसक्यो लगभग 2 खेप पाएको थियो होला अहिले केरालाई धर्कायो भने अनि नुन पानी कसले खुवाउँछ म पनि अब काममा गइजान्छु हेर्छु म पनि खै केरा खाने श्रीमतीज्यू मरत छ त केरा खुवाइ त कुखुरा सँगसँगै भान्छ है गेट फुल चाहिँ यस्तो भएको छ है उ त्यहाँसम्म पुगेको छ यो आमाले रोप्नु भएको यहाँबाट बढेर यस्तो भइसकेको छ गेट बनाउँदै गर्नुभएको छ होइन अनि यो पहिले हामीले बच्चा बेला लास्टै खान्थ्यौँ कि यस्तो फुलहरू यसको रस आउँथ्यो अहिले पनि आउँदैछ अनि त्यही हो आजभोलि पनि यो फुल असार महिनामै यो फुलिरहेको छ होइन रोप्यो भने हुने रहेछ त्यहाँ खतरा अझै फुलिरहेको छ अनि यहाँ फुलै फुल्दै सबै फुल उखेर फाल्नु भएछ यतातिर पनि मैले फुल झुन्डाएको थिएँ मलाई चाहिँ फुल धेरै मन लाग्थ्यो नि त गेट फुल यसै ल्याउनु खोज्नु भएको रहेछ यहाँ ल्याउनु हुने होला अनि यता फुलहरू सबै फ्यालिदिनु भएछ होइन यतातिर अलिअलि बाँकी रहेको यहाँ ल्याएर छोडिदिनु भएछ अनि सबै फुलहरू चाहिँ नासिसकेको छ अब चाहिँ यहाँ माथि झुन्डाएको थियो यस्तो बनाएर मैले फुल पेप्सीहरू काटेर बनाएको थिएँ तिनीहरू पनि फ्यालिसक्नु भएछ अनि त्यहाँ दामी फुल लाग्छ कि यो फुल अरू चाहिँ कता फुल छैन यो व्हाइट कलरको छ तर अहिले सबै मरिसकेको अवस्थामा रहेछ कहाँ जाने भन्नुभएको होइन माथि अनि यो सरसफाइ गर्नु भ्याएकै छैन
यहाँ जागर नचलाएर यस्तो छ कि यहाँ सरसफाइ गरौँ न भन्दाखेरि मसँग झगडा गर्छ होइन। अनि अहिले पनि भर्खरै झगडा गरेर अनि मैले चुप लागि बसिरहेको छु। अनि यो झारहरू सबै उठुल्नु पर्नेछ, यो फुलबारीहरू मिलाउनु पर्नेछ होइन। यो मैले ढुङ्गो कहाँबाट ल्याएर रहर लागेर छापेको यसरी सरर बनाएर उहाँ छापेको थिएँ। नयाँ गाह्रो भएर यहाँ भाँसिएछ होइन। यसलाई पनि उकाएर अनि पर पुरै यहाँ ढुङ्गा छाप्नु पर्ने, तर ढुङ्गो हाम्रोतिर यस्तो चप्लेटी ढुङ्गो पाउँदैन। अनि अब हामी चाहिँ यहाँ पानी परेकै डर लाग्यो, माथिको ट्याङ्की फुटेर झर्छ कि मैले आज रातभरि डर लागेको थियो। अनि त्यही भएर माथि हेर्न जाँदैछौँ हामी चाहिँ। माथि गएर अब पानी ओभरफ्लो भइरहेछ भने माथिबाट भत्केर झर्ने सम्भावना छ क्या, त्यही भएर यहाँनिर मैले आज रातभरि पानी खोलिदिएर बसेको। अनि अहिले चेक गर्नुपर्ने हुन्छ। कुन त नि लाउनु न। अनि यहाँ कफीको बोर्डहरू ठुलो थियो, सबै भाँचेर काटेर फ्याँकिदिनु भएको होइन। अनि यहाँनिर ढुङ्गो माथि झरेर यहाँ ठुलो कागतीको बोर्ड थियो, माउ कागतीको बोर्डै मऱ्यो कि यहाँनिर। यस्तो अवस्थामा छ अहिले, किचन भयो यो। अनि बादल लागेर, बादल होइन सुन्तलाहरू देख्न सक्नुहुन्छ कागतीहरू यतातिर। अनि पानी आएर सब यहाँ खोलेर के यस्तो बनाएको छ होइन। अघि अलिअलि मैले बिहान धसधस पारेको छु, आज आपा आउनुहुने अरे नि त। अस्ति आपाले मलाई हराएर जानु भएको थियो, माथि बाइक फसाउँदै निकाल्नु भएछ र अनि यो कुलेसो काटेर फालिहाल भन्नुहुन्थ्यो। अनि बिसेको हिजो पनि भ्याइन। अनि अघि हतार फ्यालेको छु, आज यो सफा गर्नु बाँकी छ। यतिकोमा भने त बाइक त छिर्दा छिर्छ। टर्निङ अझै बनाउनु पर्ने छ बाइक कटाउनुको लागि। अनि यसै हाम्रो बाख्रा खोर वहीँ रहेछ, बाख्रा पनि अब खोल्ने बेला भएको छ होइन। अनि सुन्तला बगान तलतिर यस्तो छ, सुन्तला छ तलतिर। अनि अघिको काम हो यो मेरो, खनेर यहाँ कुलेसो काटेको छु। यहाँ दुईजना दाइको बाइक अनि मामाको बाइक फसेर पनि गइसकेको छ। अब म पनि अहिले दुकुरजिम जानु मन लागिरहेको थियो, बाइक लिएर जानु झन्डै अघि खोजेँ, तर यहाँ आँट आएन। तिनजनाले पनि नसकेको निकाल्नु। त्यही हो, अघिको यहाँ कुलेसो काटेको मैले है, यहाँ उकालो छ नि त। अनि बाइक फसेर अघि ठेल्दा गरेर निकालेर पठाइदिएको। जगरे गाउँ भइहाल्यो, यता तारे भिर अनि खोटाङ खुलिरहेको छ अहिले चाहिँ मौसम। यहाँ तलतिर चाहिँ हाम्रो घर भइहाल्यो। अनि सिँचाइको पाइपहरू यस्तो भइरहेको छ। यहाँ माथि जानुपर्ने हुन्छ क्या, ट्याङ्की चाहिँ माथि छ हेर्नको लागि। अनि यो बाटो नयाँ खनेछ कि खोटाङको 12 पोखरी जाने बाटो। यो बाटो जोडेको रहेछ भने म 12 पोखरी यही बाटो जाने मैले सोचिरहेको छु। एकदम सर्टकट छ अरे। मैले अहिलेसम्म 12 पोखरी जान्छु भनेको, अहिलेसम्म म गएको छैन होइन। बच्चा हुँदादेखिको 12 पोखरी जान्छु भनेको, गएको छैन। अब हो रहेछ भने यो बाटो हो भने चाहिँ म जान्छु। यो सर्टकट छ, मान्छेहरू जाने बाटो यतितिर भनेको सुनेको। यहाँ आसाबाल आउँदै अनि पारि खोटाङ भइहाल्यो। हामी यता उवारी उदयपुर उकालो जानुपर्ने हुन्छ। साँच्चैकै पानी चाहिँ ओभरफ्लो भएर गइरहेको रहेछ। यो पानी चाहिँ सिधै फेरि हाम्रो घर माथि छ कि। अनि यो पहिरो गरेछ, फेरि यहाँ डेन्जर छ। यसमा चाहिँ यसरी खोलेर लान्छ होइन। यसलाई के गर्नु त, यहाँबाट पानी लगेर पनि तल छोडिराखेर पनि अझै यहाँबाट गइरहेको छ। हिउँदा पनि यस्तै पानी भएर हुन्थ्यो नि, बर्खाको बेलामा भएर होला। यस्तो न ढङ्ग न रङ्ग छ, एकछिन हिँडे कि इस्रे के गरी खानु यस्तो मान्छेसँग। पाखुरी नबजाए पनि होइन, पाखुरी नचले पनि मुख चलाएर त खानु सक्ने, यसो ठगेर पनि खानु सक्ने कला होस् न, र पो हुन्छ त। अब अलिकति गरी खाइन्छ कि यस्तो हुन्छ। मलाई त लास्टै हरेस लाग्छ यस्तो ख्याप्सीलाई देखेर। काम गर्ने न ढङ्ग छ, न मुखले यसो बोली सच्याउनु जान्दछ। कुन दिन मम्मीले बिहे गरेछु नि पार्भु, हे भगवान। फलिरहेको छ होइन, भर्खर कोया लाग्दैछ, अमिलो छ होइन। मधेसतिर चाहिँ पाकेको आँप खायो अरे हामी आएको गायतमा चाहिँ। अनि यहाँ चाहिँ खोइ कुन आँप हो थाहा होइन। यो टिप्नु पर्ने हुन्छ यसलाई। यो आँप टिपेर चोप झरीको नि यसलाई नुन खुर्सानीसँग मजाले चडप्प खाने हो होइन। हाम्रो चाहिँ बाख्राले यहाँ बजार लागिसक्यो होइन। यिनीहरूलाई अब खोल्नुपर्ने हुन्छ। कराएर दिमाग सड गराइसक्यो होइन। तिमीहरूलाई म पख झन्डै फालानेन। उनीहरूको टाइम ठ्याक्कै थाहा पाउँछ कि फेरि
मैले यसो विचार गरेको 2 दिन भइसक्यो एउटा टाइममा खोलेको यिनीहरूलाई खोलेर यहाँ माउहरू छ यहाँ चाहिँ पाठाहरू छ के यो पाठाहरूलाई चाहिँ अब यस्तो गर्नुपर्छ यिनीहरू दुध खान जान्छ के निक्ली यिनीहरूलाई यहाँ रेडी अवस्थामा छ यिनीहरू पस छिटो यिनीहरू अब एकछिन रोकेर अब खसी बोका खोल्नु मात्रै हुन्छ ननिक्लियो अहिले नि निक्लेलास यस्तो लगै लाग्दैन क्या ढाडी गएछ लो अब यिनीहरूलाई बाघ खोल्नु पर्ने हुन्छ निक्ली छिटो फास्ट यसलाई पनि लु